सो फाइनल सो गाइजहरू यो सडक चाहिँ बुटौल गोरुसिङ्गे सडक पर्दछ। यो सडकको अवस्था चाहिँ यस्तो छ, के भन्न चाहन्छु तपाईँहरू, यस्तो हिलो छ तर फेरि सुक्खामा सुक्खै धुलै हुन्छ अनि वर्षा आयो भने यस्तो हिलो हुन्छ। यो चाहिँ मेन गरी तीनटा जिल्लालाई जोड्ने काम गर्छ। यसले चाहिँ जस्तै दाङ, प्युठान र अर्घाखाँची जोड्ने काम गर्छ यो मोटरवाटोले चाहिँ। यसको चाहिँ पूर्व पश्चिम राजमार्गले पनि छोएको छ यो बाटोले चाहिँ। अब चाहिँ यो बाटोको अवस्था के भन्न चाहन्छु तपाईँले हेर्न सक्नुहुन्छ। बाटोको अवस्था यस्तो छ। अब चाहिँ यो बाटोको चाहिँ 3 लेन सडक बनाउने भन्ने कुरो आएको थियो, तर 3 वर्षमा पुरा गर्ने भनेर, तर 2 वर्ष बितिसक्दा पनि बाटोको अवस्था यस्तो देखिएको छ। तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ यसो कमेन्टमा प्रतिक्रिया दिनु होला। यहाँ चाहिँ पर्यटकको लागि पनि अलि असहज भएको छ बाटो, पुरै हिलाम्ने सडक देख्न सक्नुहुन्छ तपाईँले। बर्खामा हिलाम्ने भने गर्मीमा पनि धुलो धुवा, यात्रीहरूले चाहिँ अलि शास्ति पुगेको छ यो सडकले गर्दा। जिल्लामा भित्रिने पर्यटकहरूलाई पनि अलि दिएको छ। यस्तो छ पौडी बाटोमा चाहिँ यस्तो, यसले गर्दा चाहिँ गाडीको दुर्घटना पनि हुनसक्छ। यो बाटो यस्तो छ अवस्था चाहिँ। अब चाहिँ यो बाटोलाई चाहिँ अब के गर्नुपर्छ कमेन्टमा प्रतिक्रिया दिने गर्नु होला। एकदम त्यस्तो अवस्था, खास चाइनिज कम्पनीले ठेक्का परेको थियो यो चाहिँ। अब यो 3 वर्षमा सक्ने भनेको कति वर्षमा सक्ने हो। 3 लाइन बाटो बुटोलदेखि गोरुसिङ्गेसम्मको यो चाहिँ। गोरुसिङ्गेदेखि चाहिँ 3वटा जिल्लामा जोडिन्छ। पूर्व पश्चिम राजमार्ग, दाङ, प्युठान र अर्घाखाँची गरेर यो बाटोले चाहिँ 3-4 मुखमा पर्दछ। यस्तो छ अवस्था, तपाईँले देख्न सक्नुहुन्छ। फाइनल